मेरो छोरा लिइरहनु भएको अस्लट पाकिसकेको छ हाम्रो मोमोको लागि पिठो रेडी। चाहिँ मलाई सबैभन्दा पहिला बनाउन मनपर्छ अरू बनाउनुभन्दा अगाडि। अनि सानो टमाटरको चट्ट परेको अचार हामीले बदाम तिलहरू लगाएर सबै लगाएर चाहिँ हामीले रेडी बनाइसकेको छौँ। मोमो चटनी रेडी भइसक्यो। आइरन मेरो छोरा लिइरहनु भएको लुगा त भेट्नु भएन रहेछ, खोज्दा खोज्दा गर्नुभएको छ मुनाले। मैले के चाहिँ लुगा लुगा डेडीको डेडीको लुगा तपाईँले एड्रेस दिनुभयो नि, उसमा घरमा राखिदिनुहोस् न। भेट्नु भएन मैले खोलिदिएको। कति पनि भएन त निचार त कान्छु कहाँ पुगिरहनु पानीमै माथि झुलाइदिनु थर्मस होइन। मोमोको लागि किमा पनि रेडी भइसक्यो। सबै मरमसला लगाएर एकदम मजाले मोलिरहेको छु है। यसमा चाहिँ हामीले न्युट्रेला भुटेर अनि एकछिन सेलाएर कुटेर अनि लगाएको छौँ। यसले चाहिँ पुरै मासु जस्तै देखाउँछ कि एकदम किमा पनि फुलको हुन्छ, एकदम मासु जस्तै हुन्छ कि। अनि यसमा चाहिँ हामीले आज एउटा लौका पनि लगाएको छौँ है, लौका पनि लगाएको छौँ। लौकाको मोमो पनि बनाएको आज हामीले। अनि त्यसमा हामीले कोपी पनि लगाएको छौँ, बन्दाकोपी। अनि सबै मिक्स गरिमा हामीले सबै लगाएर मरमसला तेलहरू लगाएर अनि तेल चाहिँ हामी चाहिँ मजाले तताएर अलिकति यो लसुन अदुवाहरू लगाएर झाँझेर अनि लगाउँछौँ। यसमा मजाले तेल लगाएपछि मजाले मोलेर हाम्रोमा एकदम रेडी भइसकेको छ है त। अस्लट पाकिसकेको छ हाम्रो मोमो। चाहिँ सबैजना परिवार बसेर मोमो सबै बनाइसकेर खाँदैछौँ। अनि त्यसपछि 5जना है सबैजना बसेर खाँदैछौँ मोमो मजाले। अनि बाबुले चाहिँ अघि खाइसकेको थियो, अनि ऊ चाहिँ तल हल्ला गर्दै बस्दैछ। अनि हामी चाहिँ सबैजना परिवार मिलेर यसरी सबैजना मिलेर बनाएर सबैजनाले मिलेर बनाएर खाइरहेछौँ। हेलो, हामीले सुरुमा भिडियो स्टार्ट
वेलकम मोमो बनाउनुभन्दा अगाडि। अनि लास्टमा लिम चाहिँ गर्नु न भनेर आएको। अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला है। अनि लाइक सेयर कमेन्ट पनि गर्न नबिर्सनु होला। अनि आज चाहिँ हामीले मोमोसम्म खायौँ। अनि त्यहाँबाट मोमो खाएर धन्दाहरू सबै सकेर हामी चाहिँ सुत्न बसिसकेको छौँ। अनि बाबु चाहिँ अघि सुतिसकेको छ। अब हामी पनि सुत्छौँ। अनि मोमोहरू खायो ओऱ्यो। अनि यस्तै छ है। अनि त्यहाँबाट सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला है। अनि तपाईँहरूले थोरै थोरै सब्सक्राइब गरिदिनु भने पनि धेरै हुन्छ है। अनि त्यही भएर सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि यो भिडियो लाइक पनि गरिदिनु होला है।
चाहिँ बनाइ पनि सक्यौँ मोमो अनि त्यसपछि सबैजना बसेर खाँदैछौँ तर एकदम लाइट अँध्यारो आइरहेको छ कि कस्तो कालो आइरहेको छ अनि हामी धमाधम खाइरहेको छौँ अनि मिठो भएको छ मोमो पनि मिठो भएको छ है मोमो एकदम मिठो भएको छ सबैजना खाँदैछौँ हामी सबै फ्यामिली